साथीभाइ यो अहिलेको नयाँ सरकार यानि कि बालेन सरकारको यो एउटा वृद्ध भत्ता सम्बन्धी मैले न्युज सुने। यो न्युज सुन्न बित्तिकै मैले यो भिडियो बनाएको छु है। अनि यो 70 वर्षदेखि बढाएर 75 वर्ष बनाउने अरे, तर यो चाहिँ गलत भयो है। यो किनभने मान्छे 60 वर्ष त बाँच्न नसक्ने अवस्था छ भने 75 वर्षसम्म कहिले अहिले बाँच्न सक्छ? मान्छे बाँच्छ? अनि त्यो 75 वर्षको भत्ताको के काम हजुर? अनि त्यो लगन पछिको चोलीको के काम? केही काम छैन। त्यसैले यो चाहिँ गलत भयो है। यो विशेष गरी हाम्रो कर्णाली प्रदेश र सुदूरपश्चिमका बुढा बाआमाहरूलाई ठुलो असर पर्छ। किन ठुलो असर पर्छ भने त्यहाँ मान्छेहरू धेरै बेरोजगार छ, त्यहाँको छोराछोरीले आफ्नो बाआमालाई केही गरिदिन सकेको छैन। त्यसैले त्यहाँका त्यहाँका छोराछोरीहरूले आफ्नो बाआमालाई सुख दिन सकेको छैन र त्यही पैसाबाट बाआमाले अलिकति तेल किनी खाने, एकजोड चप्पल लाउने गरिरहनु भएको छ। अब त्यो हट्यो भने कर्णाली प्रदेश एक पिछडिएको ठाउँ हो, झनै पिछडिन्छ, झनै पछि पर्छ। यो विषयमा तपाईँहरू सबैले, हाम्रो कर्णालीवासी सबैले आवाज उठाउनुपर्छ। सम्पूर्ण देशका ज्येष्ठ नागरिक बाआमाका छोराछोरी जति हुनुहुन्छ सबले आवाज उठाउनुपर्छ। सहीलाई सही र गलतलाई गलत सबले भन्न सक्नुपर्छ। यो निर्णय चाहिँ बालेन सरकारको गलत छ, यो गलत छ। अब यसको विषयमा सबैले बोल्नुपर्छ है त। हस्, जय नेपाल, जय देश।